हेलो गाइज, आज पनि मैले एउटा नयाँ अर्निङ एप लिएर आइसकेको छु। यसको नाम रहेको छ iFami। यो एप मेरो डिस्क्रिप्सन बक्सबाट डाउनलोड गरेर हजुरहरूले यो एपमा लगइन गर्नुहोला। मैले देखाए जस्तै जिमेल, फेसबुक, टिकटक जेबाट पनि गर्न सक्नुहुनेछ। तपाईँले आफ्नो नेम राख्नुहोला, जे राखे पनि हुन्छ। उसैले पनि दिन्छ नेम। आफ्नो जेन्डर सेलेक्ट गर्नुहोस्, बर्थडे त्यहीँ दिएको हुन्छ, धेरै चलाउनु पर्दैन। इन्भिटेसन कोड आफै आइहाल्छ। मेरो लिङ्कबाट आउनुहुन्छ भने हजुरहरूलाई पनि फाइदा हुन्छ र मलाई पनि फाइदा हुन्छ। यति गर्न साथ कम्प्लिट गरिदिनु होला। यो एपमा भने हजुरहरूले 5 मिनेटमै 10 रुपियाँसम्म विथड्र गर्न सक्नुहुन्छ। हजुरहरूलाई मैले देखाउने पनि छु। यहाँबाट हजुरहरूले रुम जोइन गरिदिनु होला। त्यसपछि रुमलाई मिनिमाइज गरेर बस्न सक्नुहुन्छ। माथि देख्नुभएको टाइममा हजुरहरूको हार्भेस्ट भइरहनेछ। हजुरहरूको लेभल बढ्न साथ टाइम पनि बढिरहनेछ। लेभल अप गरेर हजुरहरूले 0.02 कोइन पाउनुहुनेछ। हजुरहरूलाई विथड्र अप्सन नै देखाइदिन्छु मैले। विथड्रमा गएर विथड्र अप्सनहरू हेर्न सक्नुहुनेछ। 0.1, $10, 0.3, $1 रहेको छ। हजुरहरूलाई मैले विथड्र गरेर नि देखाउने छु। यसो रोक्नु होला। मेरो $10 पुग्न साथ हजुर $0.1 पुग्न साथ हजुरहरूलाई विथड्र गरेर पनि देखाउने छु। रुममा इन्टर गर्न भनेको छ। रुममा इन्टर गरेर पनि यहाँ हामीले मनी पाउन सक्छौँ। त्यहाँबाट मैले सिम्पलले यो रुमलाई मिनिमाइज गरिदिन्छु। यहाँ तल देख्नुहुनेछ हजुरहरूले अप्सन एउटा स्टिल थियो, मैले स्टिल गर्न भुलेछु। हजुरहरूले स्टिल गरेर पनि यहाँ गोल्ड कोइन पाउनुहुनेछ। यहाँ गोल्ड कोइनबाट नै हजुरहरूले लेभल अप हुनेछ हजुरहरूको। यसमा यो केही अपग्रेडहरू गर्न भन्ने छ, यो चाहिँ नगर्नु होला। मेरो पर्सनल ओपिनियन दिइरहेको छु, नगर्नु होला। विथड्र आइसकेको छ। अब विथड्रमा जाऊँ। 0.01 को लागि इन्भाइट गर्नुपर्ने रहेछ, अहिले मिलेन। हजुरहरूलाई विथड्र गर्नको लागि सिम्पलले केही गर्नु पर्दैन। यहाँ जानुहोस्, विथड्र डायमन्ड भनेर छ, यो डायमन्ड विथड्र गर्नुहोस् तलको। त्यसपछि माथि जेम्सको अप्सनमा गएर यहाँबाट हजुरहरूले डाइरेक्ट विथड्र लिन सक्नुहुनेछ। विथड्र चाहिँ बाइनेन्स, पेपल जेमा पनि हुन सक्नेछ। हजुरहरूले यो एप ट्राई गर्नु होला। यो एप इजी पनि छ। हल्का टाइम धेरै लिन्छ, तर $0.1 चाहिँ सुरुमै दिनेछ हजुरहरूलाई यो एपले। यो एपको लिङ्क मैले तल डिस्क्रिप्सन बक्समा राखिदिने छु, त्यहाँबाट जानु होला।